म्याडम हजुर के गर्दैछु आज फेरि मैले अँ, अचार बनाउने अचार बनाउन थालेछौ अचार बनाउन थालेछु आँपको है आँपको अचार यहाँ दही पखाली गरेर काटेर सुकाएर के अरे सुकाएर धोएर सुकाएर बोक्रा फालेर ताछेर है अँ, त्यहाँ काटेर ठिक्क पारेछु त्यहाँ अब यसमा यो तेल तात्यो है तेलमा यसमा 5 फुरन हालिदिने 5 फुरन यो अचारको लागि त्यो चाहिँ पकाउने अचारको लागि 5 फुरन यति राम्रो है त्यसपछि अलिकति जिरा हालिदिउँ न जिरा है खुर्सानी यो खुर्सानी पनि राख्ने हो खुर्सानी अँ, अनि गएर थोरै त्यहाँ अर्को जिरा राख्नुपर्छ जिरा धनियाँको यो पाउडर थोरै यो पाउडर है अनि गएर यो कालो जिरा पनि राख्नुपर्छ है कालो जिरा लो हेर्नुहोस् है हाम्रो त्यो 5 अचार बनाउने सामग्री यहाँ छन् है छुट्टै यो कालो जिरा है त्यसपछि गएर यसमा यस्तो अचारमा रायो अथवा सर्सी के अरे तोरी हालिदिने नि अझ राम्रो हुन्छ कि रायो अथवा तोरी राइदिने नि अझ राम्रो हुन्छ यो रायो हो है अब के राख्ने अब यो उसको लागि अँ, बेसार है अँ, अलिक पछि राखे नि हुन्छ पहिला राखेको अलिक राम्रो लाग्छ र म पहिला बेसार पुऱ्याउँछु कि बेसार अब यसमा है त्यो राख्ने हो यो हेरौँ ल राख्ने अचारलाई अँ, यो हिङ राख्नुपर्छ कि थोरै त्यो हिङ पनि राख्नुपर्छ हिङ त अचारमा नटुटाइ राख्नुपर्छ है यो हिङ भयो है त्यसमा अनि आफ्नो स्वाद अनुसार नुन राख्ने कतिको छ त्यही अनुसार नुन राख्ने नुन त पछि राखेर थप्दा पनि मिल्छ है अनि बुढो छोपेर पकाउनु हुन्न है पानी पर्नै हुन्न नि त छोपेपछि पानी झर्छ नि त पसिना झर्छ नि त हो त्यो भएर छोपेर पकाउनु हुन्न नि यसलाई यस्तो चलाई पकाउने हो भुटेको खुर्सानी धनियाँ जिरा भुटेर पाउडर गरेको पिसेर यसको अचारको लागि यो हो कि छोप है त्यही अनुसार आफूले सक्खर चिनी के खाने हो त्यही राख्नु है यो राम्रो खालको सक्खर हो मैले त्यही भएर छान्दा पनि छानिनँ हो छान्दा पानी हाल्नुपर्ने पानी हालेपछि बिग्रिन्छ पोजिसन राख्नलाई त्यही भएर छान्दा पनि छानिनु तर राम्रो के अरे छैन यसैमा पकाउने हो यसमा पकाउने हो ल अब एकछिन नुन राखिदिनु बिरे नुन त औषधि हो नि त बिरे नुन पनि राख्नुपर्छ राख्नुपर्छ नि बिरे नुन औषधि हो अनि लास्टमा यति बिरे नुन राखिदिउँ अनि यो अलिक पछिसम्म नबिग्रिने गराउनलाई के राखिदिने भनेपछि 1-2 चम्चा भेनेगर राखिदिउँ न भेनेगर पनि राख्ने हो भेनेगर राखिदिएपछि पछिसम्म ढुसी लाग्दैन बिग्रिन्न फ्रिज बाहिर पनि रहन्छ कि यस्तो राखेपछि फ्रिजमा त अब जसरी पनि रोइहाल्छ फ्रिज बाहिर पनि